एभ्रिवान गुड मर्निङ। चिया खाँदैछु। हामी छौँ बगान गाउँमा अनि चिया खाँदैछौँ। अब यहाँबाट चाहिँ खाजा खाएर हामी निस्किने ब्रेकफास्ट गरेर है। सबैजना यहाँ बसेर थेन्दुक खाँदै हुनुहुन्थ्यो। मलाई चाहिँ यो ठाउँमा अलिकति कन्जस्टेड जस्तो फिल भएर म बाहिर आनन्दले इन्जोय गर्दै बाहिर बसेर मैले थेन्दुक खाएँ। हामी खाजा खाइओरी अब हामी जान लागिसक्यौँ र यताको भ्यू यस्तो छ। बुढो त्यहाँ आउँदै हुनुहुन्छ। म चाहिँ भान्जुसँग जान लागेको। भान्जु त्यहाँदेखि किन भन्दा बुढोलाई सन्चो छैन नि त, अनि सिङ्गल जाने भन्नुभयो अनि हस् भने मैले। हामी बगाम गाउँबाट अब जाँदैछौँ चोकर मोकर। त्यहाँबाट चाहिँ भैरवकुण्ड हामीभन्दा पछाडि आउँछ साथीहरूले। त्यहाँ मेरो बुढो त कहाँ हो पर हुनुहुन्छ। दामी रहेछ नि त। के हो आर्मी क्याम्प हो क्या हो? यता चाहिँ बस्न आउनुपर्ने रहेछ। बगानबाट चोकर मोकरसम्म बाइक जान्छ भनेको थियो। बाटो एकदमै धेरै नै अफरोड भएको कारणले गर्दा हाम्रो चाहिँ बाइक बिग्रेर एकदमै धेरै तनाव भयो हामीलाई। बाइक बिग्रियो, बाइकको क्लच प्लेट गयो भन्दै हुनुहुन्थ्यो बुढोले। साथीहरू हाम्रो बाइक बिग्रियो अनि हामी हिँड्न पर्यो तलै बाटो। सो ब्याड लक। तर केही छैन, मेरो बुढोलाई म स्याड हुन दिन्न। म हिँड्छु जसरी भए पनि। बुढो चाहिँ अगाडि गइसक्नु भयो। बाइक बिग्रिएपछि हामी 7 जना गएकोमा 4 जना छुट्टै, हामी 3 जना छुट्टै भइसकेका थियौँ र हामी म बुढो अनि भान्जो एकतिर अनि अर्को 4 जना अर्कोतिर। उहाँहरू मेन रोडबाट जानुभएको थियो। हामी चाहिँ सर्टकटको बाटो बिस्तारै बिस्तारै हिँडेर जाँदै थियौँ। अनि उहाँहरूलाई बाटोमा भेटिन्छ भनेर, तर बाटो जोडिनको लागि धेरै टाढासम्म हिँड्नुपर्ने रहेछ। हामीलाई थाहै थिएन। हाम्रो यात्रा भैरवकुण्डतर्फ बाटो चाहिँ यस्तो छ। हल्का बाइकले धोका दिएको अवस्था। अब हाम्रो 4-5 घन्टाको ट्रेकिङ यात्रा सुरु भएछ। यहाँको मनमोहक दृश्य यस्तो छ, रमाइलो छ। बसेको छैन नि त अहिलेसम्म। अब चाहिँ बस्नु पर्यो नि त। 1 घन्टा हिँडिसकेँ म। यही हो रमाइलो ट्रेकिङको चाहिँ। यस्तो छ बाटो, यस्तो छ। यो नि नयाँ एक्सपिरियन्स, नयाँ ठाउँ, नयाँ चिज। यस्तो या ब्याक हो। ओराला गाइस, ओराला ये ओ माय गॉड। हामी जानुपर्ने त्यो डाँडामा हो। त्यही देखाएको त्यहाँ माथि हो।
भैरवकुण्डको ट्रेकिङमा बाटो चाहिँ यस्तै छ, हिँडेर जाँदा चाहिँ यस्तो छ बाइकको बाटो नि। के मेरो छ यहीँ जाऊ। बाटो यो ट्रेकिङ जाने बाटो मजाको गौरीशङ्कर हिमाल छेउमा जसरी यसरी हिँडिन्छ। हेर्न सक्नुहुन्छ हाम्रो लेफ्टिनेन्ट साहब हिँड्दै हुनुहुन्छ। बाटो चाहिँ यस्तै छ रमाइलो। गौरीशङ्कर हिमाल चाहिँ यस्तो नजिक यस्तो स्विट देखिन्छ। अघि मैले बादल लाएर देखिनँ है। हामी उहाँबाट हेर्दै आएको ऊ त्यो हरियो त्योभन्दा पनि तल ऊ यो देखिरहेको ठाउँबाट अहिले हामी यहाँ आइपुग्यो। हिँड्दैछौँ। आज भ्याइयो भने भैरवकुण्ड, भ्याइएन भने ओम नमः शिवाय। त्यही हो। हामी चाहिँ अहिले चोकर माकर जाने बाटोमा हिँड्दैछौँ। अब यहाँबाट 1.5-2 घन्टा लाग्छ भन्ने छ। यहाँ एरो छ यसरी बिस्तारै हिँड्नु पर्यो। 49 मिटर हाइटमा रहेछौँ हैन? त्यसो यसरी हिँड्दैछौँ हामी। वरिपरि यस्तो रहेछ डाँडा काँडा बाटो छ, तर बाटो अति खतम छ। राम्रो बाइक हो भने चाहिँ पुग्छ, नभए त धेरै 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 गाह्रो छ। यस्तो छ बाटो, बाइक ल्याउनेले त दुःखै पाउँछ। सो बरु एक दिन एक्स्ट्रा राख्नुहोस् र बिस्तारै हिँडेर आउनुहोस्। गिभअप चाहिँ नगर्नुहोस् ल। मलाई पाइसकेको छु भनौँ होइन। मलाई साथीहरू होइन उसले जान सक्दैन भनेर अझै उसले नि होइन भान्जोले जान सक्दैन फर्किनु भनेर बाटोबाट फर्काइदिएको होइन। मलाई कस्तो चित्त दुख्यो कि। अनि त्यसपछि होइन आई क्यान डु इट भनेर चाहिँ म जाँदैछु। सो नेभर गिभ अप, त्यति चाहिँ भन्छु म। हाम्रो बुढाबुढीको यात्रा हामी 2 जना मात्रै लगभग 1-1.5 घन्टा हिँडेर यो ठाउँ आइपुगेको थियौँ। यति बेलासम्म भान्जो पनि हामीसँग छुटिसक्नु भएको थियो। त्यो अघि फुच्चाहरूसँग बोलाएको थियो नि हामीले, यहीँनिर देखियो, यतै कतै देखियो। अब के रोड हो? ओह भर्याङ छ फेरि भर्याङ के ग्राउन्ड रोड हान्ने हो नि। बाटो यस्तो छ, कुहिरोले ढकमक्क वरिपरि डम्म बनाएको छ। यहाँ चाहिँ यो ल पारी घाम लागिरहेछ अलिअलि। यता चाहिँ थुप्रो छ। उताको डाँडा हेर्न हौ। पोखरा बुन्तिर बनाएको कम्मरमा के देखाउनु भिडियोमा।
दाजुको नाम के अरे दाजु? निङमार शेर्पा। ल दाजु चाहिँ हामीले यहाँ भैरवकुण्ड आउँदाखेरि चाहिँ हामी हारेर घरै फर्किसकेका थियौँ। अनि त्यहाँ बाटो अझ हारेर भन्दा बाटो भुलेर 1-1.5 घन्टा 1 घन्टा जस्तो बाटो माथि गइसकेपछि हामीले बाटो भुल्यौँ। अनि हामी होस् अब बगम भन्ने ठाउँमा चाहिँ फर्किनु पर्यो भनेर आँट्दाखेरि दाजुलाई बाटोमा भेटेर दाजुले यति माया गरेर दाइले आफ्नो दाइको माथि नि होमस्टे रहेछ, गोट स्टे। अनि दाइले साह्रै एकदमै साँच्ची नै भन्दाखेरि मलाई बाटोमा भगवान भेटे जस्तो भएको छ दाजु भेट्दाखेरि। साथीहरूले त कुर्दैन भनी दाइ त अब हामीले भेटेको मान्छे होइन, उहाँले त सँगै लिएर जान्छु 7 बजे भए पनि म तपाईँहरूलाई लिएर जान्छु भन्नुभयो भने चाहिँ कस्तो होला त अब आफै सोच्नुहोस् न। दाजुको नाम चाहिँ निङमा के अरे दाजु? निङमा होइन, निङमा शेर्पा। दाइको गोट स्टे छ माथि भैरवकुण्डनिर। तपाईँहरूले जोमजोममा लगभग त्यहाँबाट सूर्यकुण्ड 20 मिनट भैरवकुण्ड तपाईँहरूको 20 मिनट 22 मिनटको फरकमा छ अरे। तपाईँहरू जो कोही आउनु हुँदाखेरि पनि म दाइको नम्बर पनि पछि यसमा हालिदिन्छु। अनि दाइलाई कन्ट्याक्ट गरेर आउनु होला। अब आफ्टर तिहार पछि नै आउनु होला, किन भन्दाखेरि तिहारमा चाहिँ यहाँ तिहार मनाउन जाँदा हुँदाखेरि चाहिँ दाजुहरू सबैजनाले चाहिँ सायद माथि छोड्नुहुन्छ होला। आएपछि तपाईँहरू जतिजना आउनुहुन्छ त्यो पनि तपाईँहरू यो चाहिँ भैरवकुण्डको एरिया छ। 1706 मिटरको हाइटमा छौँ, मानेगोलदुङ भन्ने ठाउँ। ल मानेगोलदुङमा छौँ अहिले। अनि अब मैले अघि भन्दै थिएँ कि दाजुलाई तपाईँहरू आउनुभयो भने पनि तिहार पछि ठ्याक्कै आउनु होला। अनि म दाइको नम्बर पनि यो भिडियोमा हालिदिन्छु। अनि दाइलाई कन्ट्याक्ट गरेर माथि बस्ने गरेर तपाईँहरू आउन सक्नुहुन्छ। दाइले यस्तो हेल्प गर्नुहुन्छ कि कुरै छोडिदिनुहोस्। दाइले हामीलाई हार मानेर तल फर्किसकेको मान्छेलाई दाइले आश गराएर यति माथिसम्म मजाले हिँडाएर लिएर आएर खाजा खुवाएर लिएर जानुभयो। एकदम खुसी लाग्छ। सो बाटो यस्तो छ, यो चोकर मोकर भन्ने ठाउँमा पुग्न लाग्यो। सो यो यहाँको दृश्य यतिको देखिन्छ, तपाईँहरू सबैले हेर्न सक्नुहुन्छ। यति राम्रो, यस्तो राम्रो ठाउँ छ। यस्तो राम्रो ठाउँबाट हामी फर्किसकेका थियौँ। यु विल नेभर गिभ अप। तपाईँहरू कसैले पनि गिभ अप नगर्नुहोस्। आफ्नो शरीरले धानेन भने मात्रै अब त्यसको लागि चाहिँ केही पनि गर्न सकिँदैन। तर तपाईँको शरीरले दिन्छ भने चाहिँ सक्दो गिभ अप चाहिँ नगर्ने कोसिस गर्नु होला। र यस्तो मोटिभेट गर्ने हाम्रो निङमा दाइ अब भएपछि हामी आज जसरी पनि दाइको गोट स्टेमा गएर बस्ने कुरा छ। र भोलि बिहान भैरवकुण्ड दर्शन गरेर भोलि हामी काठमाडौँ फर्किनेछौँ। किनभने भोलि अब तिहार पनि लगाइहाल्यो। भोलि कुकुर तिहार हो। ओके, भोलि काग तिहार होला सायद। तिहार लागेपछि अब घरमा गएर पनि बत्ती सत्ती हाल्नु छ हाम्रो त। अब आज पुगिन्छ भन्ने सोच थियो, घर सकिएन। तर पनि केही छैन, साह्रै खुसी लागेको छ। एकदमै खुसी छु म। भोलि चाहिँ तपाईँहरूलाई बाटोमा फर्किँदाखेरि के कस्तो घटनाहरू घटे, हामीसँग के भयो, यो सबै चिजहरू भन्नेछु। अहिलेलाई चाहिँ यो मनमोहक दृश्य, त्यो पुराना गोठहरू तपाईँले देख्नु भएको छ भने पहिलाको गोठहरू हो त्यो। अथवा यहाँ चाहिँ मेन चाहिँ अर्को एउटा कुरा चाहिँ के भन्दा मेन चाहिँ तपाईँको जनै पूर्णिमामा चाहिँ मेला लाग्दो रहेछ यो बाटो यहाँ भैरवकुण्डमा। र वैशाखको 1 गते अधिक मान्छे हुने गर्छ। र हाम्रो निङमा दाइको भनाइअनुसार चाहिँ 1 गते चाहिँ साह्रै नै राम्रो लाली गुराँसहरू फुल्ने टाइम। तपाईँहरू जो कोही पनि आउन सक्नुहुन्छ। र त्यही त नयाँ वर्षमा आउन सक्नुहुन्छ। र तिहार पछि पनि तपाईँहरू मजाले ढुक्कले अरूको कुरा नसुन्नुहोस्। त्यो बाटोमा हिँड्ने अरू हामी जस्तो मान्छेहरूले 4 घन्टा 5 घन्टा लाग्छ भने नगर्नुहोस्। आनन्दले आफ्नै सुरमा आफ्नै सोचमा आउनुहोस्। तपाईँहरू मजाले 4-5 घन्टामा आरामले आइपुग्नुहुन्छ। सो दुःख नमानिकन हिँड्नु होला है। तीनटा रहेछ।
गुड मर्निङ फ्रम जोमजोम। अनि यो चाहिँ यहाँको भ्यू। अब यहाँबाट चाहिँ गौरीशङ्कर हिमालको रेन्ज अनि जुगल हिमालको रेन्ज हामी सबैले स्पष्ट रूपमा देख्न सक्छौँ। यतापट्टि ठ्याक्कै मेरो यो डाँडाले गौरीशङ्कर ऊ त्यहाँ तपाईँले जुन त्यो चुचो देखिरहनु भएको छ त्यो गौरीशङ्कर हिमालको चुचो भयो। अनि त्यहाँबाट यता ऊ पर तपाईँले जुन त्यो घाम लागिरहेको देख्नु भएको छ नि त्यसलाई जुगल हिमालको टप देख्न सक्नुहुन्छ। र हामी जमजममा छौँ र जमजममा हामी हिजो तासी दाईसँग निङमा दाईसँग आएर दाईले हामीलाई मोटिभेट गर्दा गर्दा हिजो राति हामी 9:30 बजे जमजमको यो ठाउँमा आएर बसेका थियौँ। यहाँ चाहिँ पहिला होमस्टेहरू केही पनि थिएन, यसलाई चाहिँ गोटी स्टे भन्दो रहेछ। र सो तपाईँहरू पनि कोही तल आइपुग्नु भएको छ र केही छैन भने म दाईको नम्बर यहाँ राखिदिन्छु। दाईको यहाँ एक ठाउँ यहाँ भान्सा जस्तो यहाँ बस्ने ठाउँ छ यहाँ। अनि हिजो हामी त यहीँ बसेको र तपाईँहरू त्यहाँ बस्न सक्नुहुन्छ। केही नभए नि यहाँ 30-40 जना अट्ने जस्तो ठाउँ देखेँ मैले चाहिँ। र मजाको ठाउँ छ। दाईले मजाले एकदमै मिठो र मेहनत गरेर मायाले खाना बनाउनु हुँदो रहेछ र एकदमै चिपेस्ट प्राइस। तपाईँले सोच्न पनि सक्नुहुँदैन होला, एकदमै सस्तोमा। अब दाईले एकदमै सस्तोमा मिलाएर एकदमै तल तपाईँहरूले खाएको भन्दा पनि धेरै सस्तोमा यहाँ खान पाउनुहुन्छ भनेपछि कति सस्तो होला। अब तपाईँ आफै इमेजिन गर्नुहोस्। दाईसँग सम्पर्क गरेर यो ठाउँ भैरवकुण्ड आउँदाखेरि चाहिँ प्लिज दाईलाई डु भिजिट दिस प्लेस। तपाईँहरू आउनु सक्नुहुन्छ। एकदमै राम्रो, एकदमै आनन्दको छ, आउनु होला। ल अब हामी चाहिँ भैरवकुण्डतर्फ लाग्छौँ। अब त्यसपछि आएपछि फेरि म अलिकति भिडियो बनाउने छु हाम्रो। अब बिस्तारै हामी लाग्दैछौँ। हामी उतै जुगल हिमालको साइड ठ्याक्कै जाँदैछौँ। त्यतैबाट यहाँबाट 10-15 मिनट, अब हामीलाई 20 मिनट जति लाग्ला। उसलाई अलिकति गाह्रो पनि भयो हिजो अल्टिट्युड सिकनेस र अल्टिट्युड सिकनेस भन्दा नि यसलाई अलिकति पेट सेट दुखेर नि अलिक गाह्रो भयो, टाउको दुखेर। अब बिस्तारै हामी भैरवकुण्डतर्फ लाग्दैछौँ। अब बाँकी रहेको भिडियो चाहिँ तपाईँलाई म भैरवकुण्डबाट बनाउँछु। त्यहाँ पानी नै जमेर त्यस्तो भएको छ अहिले, एकदमै चिसो छ अति नै। सो आनन्दले देखाउन पाएनौ बिकज मलाई नि एकदमै धेरै गाह्रो भएको थियो, गाह्रो नि भएको थियो, अँध्यारो नि भएको थियो। अनि हामीलाई मिसलिड गर्नुभयो। त्यही भएर एक दुईजनाले मिसलिड पनि गरिदिनु भयो। उहाँले गर्दाखेरि हामी 1.5-2 घन्टा ढिला भयो। त्यही भएर जहिले पनि बाटोमा मान्छेले सोद्धाखेरि चाहिँ प्लिज सही इन्फर्मेसन र सही बाटो भनिदिनु होला सबैजनाले। हुन त धेरैजनाले भनिदिनुहुन्छ, कोहीले अलिकति मिसलिड गरिदिनुहुन्छ, अथवा उहाँहरू पनि आफै झुकेर त्यस्तो ठाउँ पुग्नु भयो होला सायद, त्यसले गर्दा पनि हुनसक्छ। तर हेलो साथीहरू, गुड मर्निङ वन्स अगेन। सो म कहाँ छु त भन्दा जोमजोम है, भैरवकुण्डको एकदमै छेउमा छु। अनि हामी धेरै स्ट्रगल गरेर यहाँसम्म आयौँ। हिजो बाटो पनि एकदमै भुल्यौँ है, 2-3 चोटि गिभअप पनि गर्न खोजिसकेको थियौँ, तर नेभर गिभअप है, गिभअप चाहिँ गर्नु हुँदैन। सो हजुरहरूले यहाँको यो भ्यू पनि देख्न सक्नुहुन्छ, एकदमै दामी छ। र योभन्दा माथि अझै कति दामी दामी भ्यू त हेर्ने बाँकी छ। अनि अब हामी सिधै भेट्नेछौँ भैरवकुण्डमा। सनराइज फ्रम भैरवकुण्ड। अबको 5 मिनट हामी भैरवकुण्ड नि पुग्नेछौँ। यो चाहिँ यहाँको भ्यू। यी पनि मैले तपाईँहरूलाई देखाएँ। यस्तो सुन टल्का जस्तो टल्का छ राम्रो, अद्भुत अद्भुत, व्यापक राम्रो। हामी चाहिँ यस्तो बाटो हिँडेर भैरवकुण्डतर्फ लाग्दैछौँ। अब केही मिनटमा हामी सायद 10-15 मिनट भैरवकुण्ड पनि पुग्छौँ। त्यहाँबाट चाहिँ म तपाईँलाई फेरि रेकर्डिङ देखाउनेछु। धन्यवाद। यो चाहिँ भैरवकुण्ड नजिकै छौँ, जुगल हिमालको नजिक, भैरवकुण्डको नजिक। बेस्ट ठाउँ, बेस्ट प्लेस, गजब। हामी दुईजना यसरी हिँड्दैछौँ। हिडन जेम पनि हो त्यहाँ माथि पनि। तपाईँहरू जे होस् आरामले 2 दिन 3 दिन लिएर चाहिँ आउनुभयो भने चाहिँ वान अफ द बेस्ट अप्सन हो त्यो तपाईँहरूको लागि। त्यसरी आउनु होला। 1 दिन 2 दिनमा त्यो बाइकमा माथिसम्म जान्छु र चोकर मोकरसम्म बाइक लिएर आउँछु र त्यहाँबाट हिँड्छु भनेर चाहिँ कहिले पनि नसोच्नु होला तपाईँहरूले। एकदमै गाह्रो हुन्छ, बाटो एकदमै खतम छ। बर्खाले नि होला सायद त्यो बाटो एकदम खतम बनाएको, पहिला राम्रै थियो पनि होला। तर क्लच प्लेटको माया लाग्छ, ब्रेकको, बाइकको भने
तपाईँले एकदमै ध्यानले मजाले आउनु होला। सायद हामी भैरवकुण्डको नजिक छौँ जस्तो पनि मलाई फिल भइरहेछ। मैले स्वर सुनिरहेको छु अरू जानुहुने मान्छेको पनि। सो स्टे ट्युन। पुगिसक्यो हेर्दै गर्नु होला यता। तर साथीहरू बाँकी छ। तर कछुवा र खरायोको रेस भन्छन् नि, त्यो चाहिँ मैले एकदम आफ्नो लाइफमा पनि रियलाइज गरेँ क्या। किन भन्दा मलाई दिप गरिसक्नु भएको थियो होइन, बट फाइनल्ली म सबसे अगाडि छु क्या। भनेपछि म कछुवाको तालमा हिँडेर यहाँ आइपुगेँ क्या। Oh my God. We are in, I think we are in Bhairabkunda. If I'm अझै यो उस भएर उक्लिएर जानुपर्छ। ओके सायद होइन जस्तो नि छ। अब कति टाढा छ के छ हेरेर तपाईँहरूलाई भन्नेछौँ। ल अब चाहिँ हामी भैरवकुण्ड आइपुग्यौँ। यो केही भर्याङपछि हामी चाहिँ भैरवकुण्ड ठ्याक्कै आइपुग्छौँ। भगवान्ले बोलाएको हामीले 2 चोटिसम्म हिँडिसकेका थियौँ। यस्तो वान अफ द बेस्ट भ्यू एभर। वरिपरि हेर्न सक्नुहुन्छ तपाईँको दामी छ। ल भैरवकुण्ड इज हियर। वी आर इन भैरवकुण्ड। सो Guys, finally we are here. भैरवकुण्डमा छौँ अहिले हामी। भाइहरू पनि हामीसँग हिजो बस्ने भाइहरू पनि हुनुहुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ सूचना केबुल। जताभावी चाहिँ फोर्जै गर्न मिल्दैन। यो गौरीशङ्कर कन्जर्भेटिभ मतलब संरक्षण क्षेत्र अन्तर्गत पर्दछ राष्ट्रिय निकुञ्ज। हेर्न सक्नुहुन्छ भैरवकुण्डको मनमोहक दृश्य एकदमै बेस्ट अखा। हामी चाहिँ अहिले भैरवकुण्ड आइसकेको छौँ अनि यहाँनिर चाहिँ यसरी यहाँको भ्यू यस्तो छ। एकदमै मिठो घाम लागिरहेको छ। जय भोलेनाथ, ओम नमः शिवाय। ल मन्दिर दर्शन पनि गरियो भैरवकुण्डमा आएर। मेरो बुढुलाई चाहिँ ब्याक पेन भएर एकदमै धेरै गाह्रो भयो अरे। अनि मन्दिरमा यहाँनिर भगवान्को शरण परेर बस्नु भएको छ। अनि यताको भ्यू चाहिँ यस्तो छ साथीहरू। हामी चाहिँ अहिले भैरवकुण्डमा। यस्तो वर्थ इट छ कि यो प्लेस। बवाल छ बवाल। भनिन्छ नि भगवान्ले चाहेपछि जसरी पनि पुग्न सकिन्छ भनेर। सबैले छोडेर जाँदा पनि हामी बुढाबुढी सबभन्दा फर्स्टमा हामी भैरवकुण्ड पुग्यौँ र यहाँ गएर एकदमै धेरै आनन्द फिल भयो। अनि हामी यहाँ केही बेर बसेर फोटो भिडियो भन्दा पनि यो सिनेरियोलाई हामीले धेरै इन्जोय गरेर अनि त्यसपछि हामी बिस्तारै फर्किने तर्खरमा लाग्यौँ। हामीले चाहिँ दर्शन गरिओरी अब चाहिँ हामी फर्किन लागिसक्यौँ। भैरवकुण्डमा छौँ र अब हामी यो एउटा डाँडाबाट भ्यू पोइन्टमा गएर त्यहाँबाट हेर्छौँ अनि त्यहाँबाट हामी फर्किन्छौँ। एकदमै रमाइलो भयो। वर्थ इट। इट वाज वर्थ इट है। एकदम बवाल दामी छ। सो हजुरहरूले पनि आएर चाहिँ
यसलाई एक्सप्लोर गर्नु होला। अब हामीले चाहिँ भैरवकुण्डलाई बाई भन्दैछौँ र हामी जाँदैछौँ। बुढो चाहिँ उहाँ अगाडि पुगिसक्नुभयो, म चाहिँ यतै छु। म बिस्तारै बिस्तारै हिँड्छु नि त, त्यही भएर ओके गाइज, सी यू आफ्टर सम टाइम। ब्याट्री सकिन लागिसक्यो। अब चाहिँ हामी एकदम कम मात्र भिडियो बनाउँछौँ र हाम्रो के अरे भैरवकुण्ड यात्रा चाहिँ सफल भएको छ। सो म एकदमै धेरै खुसी छु। मेरो बुढो चाहिँ उहाँ पुगिसक्नु भयो, हेर्नु कति टाढा हुनुहुन्छ, देख्नुभयो? अझै जुम गर्दा यहाँ हामी यहाँ खतरा पारामा नाचिसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ र हाम्रो मिङमा दाईलाई धेरै धेरै धन्यवाद है दाई। होइन अर्को कुरा त तिमीले गरिहाल्छौ नि। दाईले अब मलाई एकदम धेरै सपोर्ट गर्नुभयो, एकदम धेरै मोटिभेट गर्नुभयो। म यहाँ आएको भनेकै दाईको कारणले हो है। दाई केही भन्नु छ त? दाईले बुढुलाई बोलाएर अनि हामी तीनजनाले फोटो खिच्यौँ। अब विदेश पुगेर राम्रो त्यही भनेको छु। अब भगवानले पुर्याइदिला नि अब होइन, मैले सोचेको जस्तो कि छुट्यो पुरा। धन्यवाद दाई। ल अब काठमाडौँ आउनु भयो भने हामी काठमाडौँमा भेट्नुपर्छ है त। ल हस् दाई, हस् हामी निस्क्यौँ अब है त। ल ल हस् दाई, बाई बाई। हस् बाई बाई। ल दाई हामी गयौँ, बाई। हस् दाजु, ल लाग्यो है त हेर्नु है। ल गएको ल दाई। ल दाईसँग एउटा ल गएको हामी चाहिँ। अब हामी हिजो यहीँ बसेको थियौँ, दाईसँग बिदा मागिवरी अब हामी चाहिँ जाँदैछौँ। दाईको चाहिँ यो पनि हो, यसलाई चाहिँ गोठ स्टे भन्दो रहेछ। अनि यहाँ चाहिँ खाना पनि पकाउने एकै ठाउँमा अनि सुत्ने पनि त्यहीँ क्या। तर रमाइलो चाहिँ रमाइलो हुँदो रहेछ भने। हिजोको मैले कति मुमेन्टहरू हजुरहरूलाई देखाउन पाइनँ, किन भन्दा हिजो म एकदमै धेरै अल्टिट्युडले गर्दा नि अलिअलि मलाई गाह्रो भएको थियो। अनि त्यही भएर चाहिँ कति धेरै कुराहरू चाहिँ मैले देखाउन पाइनँ साथीहरू, त्यसको लागि चाहिँ सरी। अरू चाहिँ सबै यस्तै हो। अब हामी जाँदैछौँ। सो तल बगानतिर गएर भेट्छ मलाई त। यहाँको भ्यू चाहिँ यस्तो छ, ल हेर्नुहोस्।
लिगामेन्ट गएपछिको नतिजा यस्तो हुन्छ। यसरी आइन्छ बिस्तारै। अब आज घर जाने सोच छ। यतिखेर 2:10 भयो। हामी अहिले बाघमारा भन्ने ठाउँमा छौँ। अब 3449 मिटरको हाइटमा यहाँबाट बगम पुग्ने सोच छ। बगम पुगिसकेपछि बाइक लिनेछौँ र बाइक लिइसकेपछि त आज घर पुग्ने आश छ। मलाई चाहिँ ढुक्कले जोस् अलिकति उज्यालोमा हाइवे छुन पाइयो भने। त्यही त अब एउटा हाइवे छोएपछि चाहिँ अनि हामीलाई ढुक्कले बिस्तारै आनन्दले जाँदा पनि हामी पुग्छौँ भन्ने छ। सो पहिला बाइकसम्म पुग्ने एउटा आश छ। हाम्रो भैरवकुण्डको यात्रा यसरी सम्पन्न भएको छ र म एकदम धेरै खुसी छु आफ्नो बुढुसँग यसरी ट्रेक जान पाउँदाखेरि। अनि हजुरहरूलाई हाम्रो भिडियो मन पर्यो भने प्लिज लाइक शेयर सब्सक्राइब एन्ड कमेन्ट पनि गरिदिनु होला र अरू भिडियोको लागि प्लिज स्टे ट्युन।